हामी कहाँ जाँदैछौँ आमाको महत्त्वको बारेमा छ नि त त्यही भएर मम्मीलाई पनि मैले लग्नुपर्छ मम्मीसँग हेर्ने हो दुःख सुखको फिल्म भनेर मैले मम्मीलाई फिल्म हेर्नु लग्दैछु होइन यहाँ कस्तो फिल भइरहेछ एन्जिला मुभी हेर्नु आउँदा रमाइलो फिल भइरहेछ साथीहरु अहिले चाहिँ आदि भयो हैन मुभी अनि म चाहिँ हेर्न कस्तो देखेर म चाहिँ रुइन्जेल हेर्न म चाहिँ कति मन देखेको धेरै पैसा कमाउँछु राम्रो लाग्यो हामीले चाहिँ फिल्म हेरेर आज फर्किसकेको हैन एकदमै रुए म चाहिँ अन्धेरमा आँसु पुस्दै रुँदै हेरेको दिदी कतिको रुनु भयो म त रुँदै हुनुहुन्थ्यो तपाईँ आँखा चिल्पिल अन्धेरमा रुए फिल्मले त्यो हाम्रो मम्मी चाहिँ अगाडि सो त्यही भयो आजको फिल्म चाहिँ एकदमै राम्रो छ एकदमै इमोसनल भए त्यो फिल्म हेरेर किनकि जुन अब एन्जिलाले दुःख भोगेको थियो गाउँमा हैन जुन तरिकाले अब उसले रियल लाइफकै देखाएको थियो एन्जिलाले हैन एकदमै राम्रो क्या इमोसनल भयो म चाहिँ मेरो भ्लगलाई पनि सबैले सपोर्ट गरेर अगाडि बढाइदिनु होला भन्दै सबैजनालाई बाइ बाइ लभ यु हेलो गाइज वेलकम टु माई सोहाना लिम्बू ब्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म चाहिँ सन्चो छुइनँ एकदमै बिमारी छु हाम्रो मम्मी पनि बिमारी हुनुहुन्छ आज चाहिँ म धेरै लङ टाइमबाट आएको छु है ब्लगमा त्यसको कहानी छ राज छ किन आएन होला सोहाना आखिर ब्लगमा भनेर सोचिरहनु भएको छ होला त्यस्तो खास चाहिँ साथीहरू म एउटा तपाईँहरूलाई एउटा कुरा सेयर गर्नु गइरहेको छु होइन मैले चाहिँ ब्लगै बनाउँदिनँ भनेर ब्लगै नबनाउने अब भनेर बसेको थिएँ तर मलाई कोही साथीहरूले मतलब तपाईँहरू माया गर्ने साथीहरू हुन्छ नि आफ्नो फ्यामिली साथीहरू हुन्छ नि सबैजनाले सम्झाउनु भयो होइन ब्लग त छोड्नु हुँदैन सोहाना बनाउनु पर्छ किन छाड्ने भन्यो यत्रो त तिमीले गरिसक्यौ स्ट्रगल ब्लगै बनायो यति धेरै दुःख मेहनत गरेको छौ अहिले आएर किन हार खाने भन्यो त्यही भएर चाहिँ मैले चाहिँ फेरि स्टार्ट गरेको छु होइन यत्रो दिन ग्याप हुनुको कारण चाहिँ मेरो के छ भने जस्तै अब म अस्ति DW रेस्टुरेन्टमा काम गर्दै थिएँ नि त अनि DW रेस्टुरेन्टमा काम गर्दा पनि ब्लग हालिरहेको थिएँ होइन मैले अनि त्यहाँ काम गर्दा गर्दै म चाहिँ बिमारी भएँ क्या साथीहरू थलै पर्ने बिमारी भएँ लास्टै थला परेर बिमारी भएर मैले अहिले काम पनि गरेको छैन काम पनि अब होटेलमा मैले त्यहाँ काम पनि छाडेको धेरै बिमारी भएँ होटेल मालिक नसक्ने रहेछु म काम खट्न किनकि त्यहाँ धेरै लङ टाइमसम्म हुन्छ नि त राति अनि राति त मलाई अलिक गाह्रै हुन्छ नि त काम गर्न त्यही भएर चाहिँ अहिले पनि बिमारी नै चुनीको भएको छैन मलाई सो र पनि म आज तपाईँहरूको सामु भ्लग लिएर आएको छु आमा छोरीको भ्लग होइन अनि साथीहरू आज चाहिँ हामी कहाँ चाहिँ गइरहेको छ आमा छोरी लख टुलुक हिँडेर भन्नुहुन्छ होला होइन आज चाहिँ हामी कहाँ गएको मम्मी भनिदिनु न आज हामी कहाँ जाँदैछौँ एन्जेलिका फिल्म एन्जेलिका फिल्म हेर्नुको गरे नाम पनि याद छैन फेरि हामीलाई चाहिँ त्यो फुटबल प्लेयर हो एन्जेलिकै फिल्म हो होइन याद पनि छैन फेरि आयो हामीलाई चाहिँ त्यो फिल्ममा चाहिँ यस्तो रहेछ नि आमाको भूमिका राम्रो रहेछ कि मम्मी दुःख सुखको रहेछ क्या अनि यो फिल्म चाहिँ म हेर्दाखेरि त मम्मीलाई पनि लग्नुपर्छ मैले त्यो फिल्मको महत्त्व आमाको महत्त्वको बारेमा छ नि त त्यही भएर मम्मीलाई पनि मैले लग्नुपर्छ मम्मीसँग हेर्ने हो दुःख सुखको फिल्म भनेर मैले मम्मीलाई फिल्म हेर्नु लग्दैछु होइन अनि सो त्यही हो अब दुःख सुख त सबैको जिन्दगीमा हुन्छ सबैले आफ्नो स्ट्रगल त गरेकै हुन्छ होइन स्ट्रगल नगरी त कोही मान्छे अघि बढ्दै बढ्दैन हाम्रो मम्मी चाहिँ लुखु कति म्याथ गरिरहेको मम्मीलाई यो उसमा ड्रेसअपमा मलाई चाहिँ अहिले पनि लास्टै गाह्रै भइरहेको छ हौ मैले चाहिँ यो ड्रेसअप पेन्ट र भेस्ट लाएर हिँडेको छु है साथीहरू मलाई चाहिँ खोक्दै नि के भएको त्यो लहरे खोकी भन्छ नि मम्मी लहरे खोकी भन्छ त्यो खोकेपछि क्या ननस्टप खोकेको अघि त छाती पनि खोकेको मैले लाजै भयो उयो परको दोकानमा गएको होइन लुडो खेल्नु छ नि उयो ग्यास पसलको छेउमा गएको खोकेको त बमी त निक्लिन्छ खोको त्यो आन्टीले त गरेर हेरिरहेको के भयो बहिनी भन्दै हेरिरहेको थियो अलिक छेउमा आउनु न गाडीले हान्छ मम्मी अलिक साइड आउनु मलाई त डर लाग्छ नि त हौ मम्मी डर लाग्छ मम्मीले त हान्दैन भन्दै त हिँड्नुहुन्छ कि लास्टै डर लाग्छ हो गाडीले हान्छ भनेर बाइकहरू कति स्पिडमा आउँछ छेउछेउमा आउँछ नि त त्यही भएर अब छोरी आमासँग हिँडेपछि त छोरीले आमाको सुरक्षा त गर्नै पर्यो कि कसो
होइन उहाँदेखि चाहिँ सजिलो छ हाम्रो सुविधै भनौँ न उहाँदेखि चाहिँ अटो पाउँछ हामी अटोमा जान्छौँ अब फिल्मको टिकट पाउने हो होइन त्यो चाहिँ उतै गएर थाहा हुन्छ हामीलाई होइन सायद अस्ति नै सारङ्गी हेर्दा पनि त्यस्तै भयो हामीलाई कति बिजोग भएर राति 11 बजीको सो हेरेको अब चाहिँ त्यसरी नयाँ नै किनकि मम्मीलाई गाह्रो हुन्छ नि राति हुँदी त्यसो दुःख दिनु पनि भएन त्यतिखेर चाहिँ मम्मीले नै हेरौँ भनेर हेऱ्यौँ त्यस्तै 11 बजीको सो चाहिँ नहेर्ने छ भने छ छैन भने चाहिँ हामी फर्केर आउँछौँ सायद हुन्छ भने आफ्नो अलिक साइडै मम्मी बाइक अब चाहिँ हामी अटो पर्खिनु अटोमा जानुपर्छ मम्मी हामी चाहिँ अटोमा जानु लागेको 1 स्टप आउनु हामी चाहिँ अटोमा जाँदैछौँ साथीहरू यत्रो किन हिँड्नु भनेर हामी चाहिँ अटोमा कसरी हेऱ्यौँ हामी आज कति खुसी हुनुहुन्छ फिल्म हेर्नु जानु पाउँछ अब खुसी भने भन ल त्यो फिल्मको रियाक्सन कस्तो आउँछ सारङ्गी फिल्म हेर्दाखेरि बबीको रियाक्सन चाहिँ के हुन्छ होला लास्टको थियो यो पनि दुःखले फिल्म हो भनेर रियाक्सन हेर्नु होला या हेलो गाइस म चाहिँ 1 स्टप आइपुगिसकेको छु होइन 1 स्टप अहिले चाहिँ मैले चाहिँ यो अटोबाट निस्केपछि चाहिँ चस्मा लाएर आएको हो होइन अब मैले चस्मा लाउँदा कस्तो देखेको छ भनिदिनु होला कमेन्ट गरिदिनु होला होइन अनि मम्मी आउनु अनि अस्ति तपाईँहरूलाई थाहा छ छैन अस्ति नै भ्यालेन्टाइन डेको दिन चाहिँ मैले यहाँ कस्तो दामी मम्मी चढ्नु ने पिङ चढ्नु ने चढ्नु अस्ति नै भ्यालेन्टाइन डेको दिन चाहिँ मैले यहीँ मम्मी फोटो खिचेको थिएँ होइन होला दिन हाम्रो बबी चाहिँ पिङ चढ्दै मजाले चढ्नु ल मजाले ल बस्नु न सघाउनु हाम्रो मम्मी चाहिँ यहाँ पिङ चढ्दै हुनुहुन्छ कस्तो मजा पो आउँछ है पहिला दिदीलाई ल्याउँदा नि हामीले यहाँ फोटो खिचेको थियो कस्तो भयो मम्मी मजा आयो हाम्रो मम्मी चाहिँ कस्तोसँगले पिङ खेल्दै हुनुहुन्छ ताचा हुई भन्नु न मम्मी होइन मजा आयो अनि यहाँ त पानीपुरी पकाउँछ लास्टै गाह्रो रहेछ हेर्नु न हाम्रो मम्मीले कति मजाले खेलेको आज मम्मी एक्साइटेडै हुनुहुन्छ किनकि अलिकति मैले त नराम्रो फिल्म ल्याउँदिनँ पक्कै होइन राम्रै फिल्म हेर्नु जाउँछु मम्मीले तर यही कुराको टिकट चाहिँ अब भनेको टाइममा पाउँछ पाउँदैन यही कुराको चिन्ता छ मलाई अब माथि गएपछि तपाईँहरूलाई देखाउँछु होइन सबै कुरा म देखाउनेछु अब चाहिँ म माथि जाँदैछु हेलो गाइस हामीले चाहिँ एन्जिला फिल्मको चाहिँ टिकट काटिसकेको छौँ होइन 280 रहेछ मम्मी म अनि एकजना दिदी पनि आउँदै हुनुहुन्छ नि त उहाँको लागि पनि काटेको छु होइन अब चाहिँ हामी कति 6 बजीको होइन 6 बजीको सो छ 6 बजीको सो अहिले चाहिँ हामी दिदीलाई वेट गरेर बसिरहेको छौँ होइन अनि त्यसपछि फिल्म हेर्ने 6 बजीदेखि हो नि त 6 बजीदेखिको सो चाहिँ हाम्रो अहिले कति बज्यो 5:30 भयो अझै आधी घन्टा छ दिदीलाई पर्खिरहेको छौँ हामी चाहिँ यो एन्जिला फिल्म हेर्न गइरहेको छौँ मम्मी त आउनु न एन्जिला फिल्म हेर्न गइरहेको छौँ यही छ होइन अहिले चाहिँ फेरि गयो आउनु चाहिँ अब बस्नुपर्छ अब चाहिँ हामीले चाहिँ वेट गर्नुपर्ने हुन्छ होइन अनि अहिले टाइम भएको छैन नि त अनि चाहिँ वेट गर्ने अनि त्यसपछि चाहिँ टाइम भएपछि चाहिँ फिल्म हेर्नु जाने गाइस अघि चाहिँ दिदीलाई वेट गर्दै थिएँ पर्खिरहेको थिएँ ठ्याक्कै दिदी चाहिँ आउनुभयो अहिले एकदम खुसी लागेको छ दिदी स्वागत छ तपाईँलाई मेरो ब्लगमा अनि आज कस्तो फिल भइरहेछ एन्जिला मुभी हेर्नु आउँदा रमाइलो फिल भइरहेछ ल साथीहरू हाम्रो दिदी चाहिँ एकदमै लजाउनुहुन्छ होइन मलाई पनि एकदमै खुसी लागिरहेको छ आज दिदीसँग फिल्म हेर्नु पाउँदैछु होइन अनि अब उता पुगेपछि कस्तो छ के छ अनि त्यसपछि त्यस्तै रियाक्सन आउँछ त्यो फिल्म हेरिसकेपछि ल साथीहरू अब चाहिँ हामी फिल्म स्टार्ट भइसकेको छ हामी कस्तो अँधेरो हामी चाहिँ साथीहरू कस्तो अँधेरो रहेछ हेलो
साथीहरु अहिले चाहिँ आदि भयो हैन मुभी अनि म चाहिँ हेर्न कस्तो मन दुखेर म चाहिँ रुइन्जेल हेर्न म चाहिँ रुइरहेको कति मन दुखेको मलाई जति सम्झिदा पनि हुन त भगवान कामना नगरोस् तर कुनै दिन रुँदै हेरे कस्तो लाग्यो मलाई धेरै पैसा कमाउँछु राम्रो लाग्यो एउटा राम्रो अस्पतालमा लगेर तपाईको अब यो त डाक्टर होइन र माया लाउँछ ब्रेक टाइम हो त्यस्तो भयो फिल्मले मेरो आफै जान लागेको माया त हेलो एभ्रिवान हामीले चाहिँ फिल्म हेरेर फर्किसकेको होइन एकदमै रुएँ म चाहिँ अँधेरोमा आँसु बुझ्दै रुँदै हेरेको दिदी कतिको रुनु भयो म त रुँदै हुनुहुन्थ्यो कमेन्ट आँखा चिल्पिल 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 अँधेरोमा रुवाएँ है फिल्मले त्यो हाम्रो मम्मी चाहिँ अगाडि अगाडि दिदी र मम्मी अब चाहिँ हामी फर्केको फिल्म त एकदमै राम्रो लाग्यो मलाई है अब नामहरू सकिसक्यो त आज त्यति धेरै पनि आउनु भएको थियो तर राम्रो रहेछ फिल्म एकदमै बेस्ट लाग्यो होइन अब चाहिँ हामी फर्केको कसम यति रुवायो कि यति इमोसनल बनायो कि यो फिल्मले कसम म त यति साह्रो इमोसनल त भएको थिएन त लास्टै इमोसनल बनाउने फिल्म रहेछ लास्ट मलाई पो मन दुख्यो हेलो एभ्रिवान म चाहिँ घर आइसकेको छु रुम होइन हाम्रो चाहिँ एउटा लुगा फेर्दै हुनुहुन्छ अनि सो त्यही भयो आजको फिल्म चाहिँ एकदमै राम्रो छ एकदमै इमोसनल भए त्यो फिल्म हेरेर किनकि जुन अब एन्जिलाले दुःख भोगेको थियो गाउँमा होइन जुन तरिकाले अब उसले रियल लाइफ के देखाएको थियो एन्जिलाले होइन एकदमै राम्रो क्या इमोसनल भयो म चाहिँ होइन कसम रुँदै हेरेको छु क्या एकदमै इमोसनल भयो किनकि गाउँको जीवन भनेको त्यस्तै हुन्छ होइन गाउँको जीवन सँगसँगै अब हुन्छ नि आफ्नो समस्या हुन्छ अब आफ्नो लाइफमा पनि कति प्रब्लम हुन्छ त्यो सब समेटेर देखाएको लागि एकदमै राम्रो लाग्यो मलाई चाहिँ अनि तपाईँहरू को नहेरेको छ हेरेर जाइदिनु होला एन्जिला मुभीलाई फुल सपोर्ट गरिदिनु होला हेरेर भन्दै अनि मेरो भ्लग चाहिँ आज यहीँ इन्ड गर्न चाहन्छु होइन सबैजनालाई धेरै धेरै माया छ मनदेखि नै मेरो भ्लगलाई पनि सबैले सपोर्ट गरेर अगाडि बढाइदिनु होला भन्दै सबैजनालाई बाई बाई लभ यु।